नेपालमा एउटा यस्तो शक्तिशाली कार्यालय छ जसको नाम हो गृह प्रशासन, जुन कार्यालयभित्र नालायकहरूको बस्ती छ। अहिले त्यस भवनका नायिके छन् रमेश लेखक, जुन काङ्ग्रेसका पिउसा हुन्। एउटा गरिब मजदुरले ऋण लिएर खाडीमा जाने सोच गर्छ, महिनौसम्म भिसा आउँदैन कि भन्ने पिर। अर्कोतर्फ दिनहुँ ब्याज बढिरहेको छ। काम लगाइदिन्छौँ हामीले भने विभिन्न प्रलोभन देखाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा पठाए बराबर प्रति व्यक्ति 50,000 को दरले गेट पास कोड अनुरूप भित्र पस्ने गर्छन्। दिनकै 50 लाखसम्म कमिसन दिने श्रमजीवी मजदुर हुन्, जो यस प्रशासनका कर्मचारी र मन्त्रीले बेचेर खाइदिन्छन्। गगन थापाले भन्ने गर्थे कीर्तिपुरको डाँडामा बसेर महिनाको 2-3 लाख रुपियाँ कमाउन सकिन्छ भनेर। हामीले अहिले प्रमाणित गर्यौँ थापाज्यू, विमानस्थलमा बस्यो भने त दिनकै 50 लाख रुपियाँ कमाइ हुँदो रहेछ। अनि आर्थिक अनियमितता गरेको प्रमाणित भए राजनीतिक जीवनबाटै राजीनामा दिन्छु रे। मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढङ्गबाट झुट्टा प्रचारबाजी भइरहेको छ। म सबैलाई के आग्रह गर्न चाहन्छु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन, मेरो सार्वजनिक जीवनमा, मेरो राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने, प्रमाणित भयो भने म पदबाट होइन, म राजनीतिबाट राजीनामा दिन्छु। म के बोल्या, के भन्या? प्रमाणित भएपछि जेल जाने हो, राजीनामा दिएर छुट पाइन्छ? आफै भ्रष्टाचारी, आफ्नै सरकार, आफै गृहमन्त्री, आफ्नै पुलिस प्रशासन, आफ्नै मिडिया, आफ्नै अदालत। अब कसले गर्ने छानबिन? कसले गर्ने कारबाही? जब एउटा बेलुन पड्किँदा त छानबिन समिति बन्ने, भिजिट भिसामा नागरिक बेचिँदै दैनिक 50 लाख रुपियाँ आम्दानी गर्ने, अनि मेरो कुनै संलग्नता छैन, नियोजित र षड्यन्त्रमूलक ढङ्गबाट झुटा प्रचारवादी भइरहेको छ। चोखो बन्नलाई त छानबिन गर्न दिए भइगयो नि, त्यत्तिकै पानी माथिको ओभानो बन्न पाइन्छ र?